गुड मर्निङ। जीवन कहिले सधैँ सजिलो चाहिँ हुँदैन। कहिले सफलता आउँछ, कहिले असफलता। कहिले आफ्नै मान्छेले साथ दिन्छन्, कहिले एक्लो महसुस हुन्छ। तर यी सबै जीवनका यात्रा हुन्। कठिन समयले हाम्रो धैर्य, साहस, विश्वास सबैको परीक्षा लिँदै जान्छ। यस्तो समयमा सबभन्दा ठुलो शक्ति भनेको चाहिँ हाम्रो आफूमाथिको विश्वास, निरन्तर मिहिनेत र भगवानप्रतिको आस्था नै हो जस्तो लाग्छ। जब सबै बाटो बन्द भए जस्तो लाग्छ नि, तब आशा हार्नु हुँदैन। हरेक रातपछि बिहान आउँछ, हरेक आँधीपछि आकाश फेरि सफा हुन्छ। यसरी नै हरेक कठिन समयपछि राम्रो समय पक्कै पनि आउँछ। भगवानले हाम्रा सबै इच्छाहरू तुरुन्त पुरा गर्नुहुन्न। कहिलेकाहीँ उहाँले हामीलाई पर्खन सिकाउनुहुन्छ, कहिलेकाहीँ अझै बलियो बन्न सिकाउनुहुन्छ। हामीले बुझ्न नसके पनि जीवनमा आउने धेरै घटनाले पछि गएर कुनै न कुनै अर्थ राख्छन्। त्यसैले कठिनाइमा चाहिँ विश्वास कायम राख्नु नै ठिक हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब विश्वास कसरी राख्ने भन्दाखेरि चाहिँ आफ्नो कर्तव्य चाहिँ इमान्दारीका साथ पुरा गर्दै जानु पर्यो। परिणाम जे आए पनि धैर्य राख्न सक्ने शक्ति चाहिँ हुनु पर्यो। यदि तपाईँले चाहिँ मिहिनेत गरिरहनु भएको छ, सही बाटोमा हिँडिरहनु भएको छ, अरूलाई दुःख नदिई जीवन बिताइरहनु भएको छ भने चाहिँ तपाईँको प्रयास चाहिँ कहिल्यै पनि व्यर्थ जाँदैन। सफलता ढिलो आउन सक्छ, तर त्यसको मूल्य चाहिँ एकदमै धेरै हुन्छ। र अर्को कुरा चाहिँ जीवनमा कहिलेकाहीँ अरूसँग तुलना गरियो भने चाहिँ मन खिन्न हुने हुन्छ नि त, होइन? त्यही भएर अरूसँग चाहिँ तुलना गर्न चाहिँ हामीले छुट दिनुपर्छ। किन भन्दा हरेक मानिसको यात्रा फरक हुन्छ, समय फरक हुन्छ, अवसर फरक हुन्छ, व्यथा फरक हुन्छ, सबै फरक हुन्छ। कसैको सफलता देखेर आफूलाई कमजोर बनाउने अथवा कसैको असफलता देखेर लाई खिल्ली उडाउने त्यस्तो कुनै पनि व्यवहार चाहिँ गर्नु भएन। तपाईँको समय पनि पक्कै आउँछ। एउटा बिउ रोप्यो भने चाहिँ भोलिपल्टै रुख बन्दैन र त्यसलाई समय समयमा पानी दिनु पर्यो, गोडमेल गर्नु पर्यो, घाम दिनु पर्यो, धैर्यता दिनु पर्यो। यसरी नै हाम्रो समस्याहरूलाई, हाम्रा सपनाहरूलाई पुरा गर्नको लागि पनि निरन्तर प्रयास र धैर्य चाहिँ अवश्य चाहिन्छ। संसारका धेरै मानिसहरूले धेरै पटक असफलता भोगेका थिए होलान्, तर उनीहरूले हार मानेनन्। फेरि उठे, लडे, उठे, प्रयास गरिरहे र सफल भए। मलाई चाहिँ एकदम भगवानमा विश्वास लाग्छ, कोही आफूसँग छ जस्तो लाग्छ। त्यही भएर म चाहिँ हरेक डेस्टिनेसनमा, म घुम्न जाने ठाउँमा चाहिँ मन्दिर चाहिँ होस् भन्ने चाहिँ कामना गर्छु र लगभग चाहिँ त्यस्तै हेरेरै गइरहेको हुन्छु। किन भन्दा एउटा आस्था बोकेर हिँडिसकेपछि चाहिँ कतै न कतै मन खुसी हुने, पिसफुल इन्भाइरोमेन्ट चाहिँ क्रिएट हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ। भगवानमा विश्वास राख्नु भनेको चाहिँ जिम्मेवारीबाट भाग्नु चाहिँ होइन, तर हामीलाई चाहिँ बुद्धि, क्षमता, अवसर जस्तो चाहिँ भगवानले दिनुहुन्छ कि जस्तो फिल हुन्छ मलाई। तर त्यसको सही उपयोग गर्नु पर्यो। त्यत्तिकै हात बाँधेर बसेर त भएन, प्रार्थना गरेर मात्रै। र सफलताको लागि चाहिँ कर्म नै गर्नुपर्छ। हाम्रो बुवाले भन्नुहुन्छ कि तोरी छ भन्दैमा नपेलिकन तेल आउँदैन, यस्तै समथिङ के भनिरहनुहुन्छ। त्यसैले हामीले चाहिँ कर्म गर्न छोड्नु भएन, मिहिनेत गर्न छोड्नु भएन। हामी अवश्य पनि सफलतामा चाहिँ पुग्छौँ। तर कहिलेकाहीँ चाहिँ थाकेको महसुस हुन्छ, मैले गर्न सक्दिनँ कि भन्ने महसुस हुन्छ। र कहिलेकाहीँ चाहिँ एकदमै ऊर्जा आउँछ। यो चाहिँ जीवनमा भइरहने कुरा हो, भइरहन्छ। तर पनि हामीले चाहिँ ऊर्जालाई आत्मसात गर्नु पर्यो र हामीमा चाहिँ अझै अगाडि बढ्ने शक्ति चाहिँ बाँकी छ भने विश्वस्त हुनु पर्यो। आफूलाई कहिले पनि सानो ठान्नु भएन। भगवानले चाहिँ कुनै न कुनै कामको लागि चाहिँ हामीलाई उत्पत्ति गर्नुभएको छ कि जस्तो लाग्छ र सबैको समय आउँछ एक दिन, होइन?
हाम्रो जीवन मूल्यवान छ, हाम्रा सपनाहरू एकदमै महत्त्वपूर्ण छन्। त्यसैले हामी चाहिँ आफ्नो कर्ममा लागौँ र धैर्य गर्न सिकौँ। धैर्य गऱ्यो भने चाहिँ अवश्य पनि सफल भइन्छ जस्तो लाग्छ। धन्यवाद।